हेलो साथीहरू, सबै सङ्क्रान्तिको सबैलाई धेरै धेरै शुभकामना। अनि म चाहिँ बिहान नुहाइ धुवाइ गरेर अनि धुपबत्ती बाल्नतर्फ लागेँ। अनि मैले घरमा धुपबत्ती जलाएँ। अनि धुपबत्ती जलाएर सकेपछि अनि आफै टिकी लगाएर अनि म यहाँ भिडियो बनाउँदैछु। अनि फेरि भिडियो बनाएर सकेपछि म घरमा धुपबत्ती गरेर फेरि पनि मन्दिरमा धुपबत्ती गर्नको लागि जाँदैछु। अनि मलाई चाहिँ औँसी सङ्क्रान्तिहरू भयो, दसैँ तिहार भयो, अनि पूर्णिमाहरूमा भयो अनि नुहाइ धुवाइ गरेर धुपबत्ती जलाउनु मनपर्छ। अनि म धुपबत्ती जलाएर सकेपछि घरतर्फ फर्कँदैछु। अनि म बाटोमा छु। अनि त्यसपछि फेरि हामीले चाहिँ बिहान मम्मीले टिका लगाइदिनु भएको थिएन कि, अनि दिदी आउँदै हुनुहुन्छ, दिदी आएपछि टिका लगाउला भनेर भन्नुभएको थियो। हामीले हस् भन्थ्यो। अनि म घर आउँदा दिदी घर आइसक्नु भएको थियो। अनि फेरि घरमा आएर टिका लगायौँ। अनि दिदीले फेरि म मन्दिरमा धुपबत्ती गर्न जान्छु भनिरहनु भएको थियो। अनि त्यसपछि मैले म गइसकेँ, तपाईँ अहिले जानु होला साँझ भन्दै थिएँ मैले। अनि त्यसपछि हामी खाना खायौँ। अनि खाना खाएर म र छोरा भएर फेरि बजारमा सामान लिन जाने भन्नुभयो मम्मीले। अनि त्यसरी छोरा र म भएर फेरि बजारतर्फ सामान लिन जाँदैछौँ। अनि त्यहाँ पछाडि थोरै गाउँ अनि घरहरू देखिरहनु भयो नि। अनि त्यहीँनिर हो मेरो घर चाहिँ। अनि त्यसपछि छोराहरूमा चाहिँ बाटोमा गफ गर्दै जाँदै थियौँ। अनि मलाई चाहिँ एउटा एकदम राम्रो लाग्यो कि फुल देख्ने बित्तिकै अनि टिप्स भनेको किरा रहेछ, किरा देखेर म डराएँ। अनि बाबुले यति किरा देखेर नि डराउनुहुन्छ, छ्या म आफै टिपिदिन्छु भन्दै थियो। अनि त्यसपछि हामी गयौँ। अनि जाँदै गर्दा बाटोमा हामीलाई पानीले भेटायो, छाता ओढ्नु पर्ने भयो। अनि त्यसपछि हामी फेरि मासु पसलमा पुगिसक्यौँ। अनि मासु पसलमा पुगेर मैले दिदीलाई मासु बनाइदिनु है दिदी भन्दै म भिडियो बनाउँदैछु। अनि हामी मासु लिएर घर फर्किँदैछौँ। अनि मैले चाहिँ त्यहाँ मासु देखाइरहेको छु। अनि त्यसपछि छोराले चाहिँ चाउचाउ किनेको थियो। चाउचाउ फोड्दाखेरि चाउचाउको प्लास्टिक नै सबै च्यातिएछ। अनि त्यसपछि मैले चाहिँ छोरालाई के भयो भन्दैछु।